कोइले तालको बारेमा सम्पूर्ण कुराहरू देखाउने छु, हजुरहरूलाई बताउने छु र यो कोइले तालको एकदमै मनोरम वातावरणमा हजुरहरूलाई आज अवलोकन गराउने छु। भिडियो मार्फत भए पनि हजुरहरूले यो कैलाली जिल्लामा रहेको यो अत्यन्तै रमणीय कोइले ताललाई एकदमै राम्रोसँग हेर्न सक्नुहुनेछ। त्यही भएर भिडियो एकदमै अत्यन्तै रमाइलो हुनेछ। हजुरहरूले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्ने आशा गरेको छु। आउनुहोस् अब कोइले ताल हेर्नतिर लागौँ। भारी पोक्का ले लेते मां सिक्कर ना पहाड़ वाला ले जे चमा यसै गरी हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ बोटिङ भइरहेको छ। अत्यन्तै रमाइलो ताल उता उहाँसम्म हेर्न सक्नुहुन्छ। धेरै ठुलो ताल रहेको छ र यसमा विभिन्न मानिसहरू यहाँ डुङ्गामा यात्रा गरिरहेका छन्। रमाइलो भइरहेको छ, हजुरहरूले हेर्न सक्नुहुनेछ। ऐसे घुमा रहे ले यल्ले घुमा रहे ले काम गाडी आइज आलुवा छैन यो पछि हो यसको पछि नेक्स्ट हो रे यो पछि एक बीच बगाड़ जो गया अंकल अंकल भन्नु खराको खरा छ दिन बडी बिचाराले राम छिटो गर्गे अलि फास्ट गर्यो पानी मुजुको यात्रा है कस्तो लाग्यो त डरले खुटखुट हामी अहिले कोइले तालमा बोटिङ गरिरहेका छौँ। एकदमै रमाइलो भइरहेको छ। पर्दियो डर लाग्यो छैन है लाग्दैन लाग्यो डर बाबु सानो माछा लगेर न मरेको माछा माछा त धेरै छन् त तालमा भइहाल्छ मरिहाल्छ। ल अत्यन्तै रमाइलो भइरहेको छ। हामी धेरै टाढा छैनौँ, नजिकै छौँ हामी। कन्ट्याक्टमै छु नपर्दियो यता हेर ल है ठिक भइरहेछ नि। ल ल यो कोइले ताल अत्यन्तै रमाइलो तालमा हामी अहिले घुमिरहेका छौँ। यो पानी माथिको यात्रा गरिरहेका छौँ। माछाहरू पनि यहाँ धेरै रहेका छन्। यहाँ मरेर माथि माथि आइरहेको हामी यहाँ देख्न सक्छौँ। धेरै माछाहरू पनि मरेर माथि माथि बगिरहेको हामी देखिरहेका छौँ। डर लाग्दैन, केही पनि डर लाग्ने कुरो भएन। हाम्रो यात्रा अझ जारी नै छ। अब हाम्रो दिदीले एउटा रमाइलो गीत गाइरहनु भएको छ, देउडा गीत गाउँदै हुनुहुन्छ। हाम्रो देउडे कुन्ती लिसानेज्यू एकदमै रमाइलो देउडा गाइरहनु भएको छ, हजुरले सुन्नु होला। ल कर्णालीका भेला मेरो डाङ नालीका बेला काली कला रे कन्यामा छ नालीका बेला
कर्णालीका भेला लिएको लाडी कानेमा छु कर्णालीका भेला नासेला हृदय जल्याको जालै कैला होला सेला दुःख जरम भरे सुख भन्नु सपनामारी दुःख जरम भरी ये दुःख जनम भरी सुखे भन्नु सपना मात्रै जनम भरी सुखे भन्नु सपना हे दुःख जनम भरी सुखे भन्नु सपना के गरे कोही पनि सारा छैन हे बाँचौँ कसो गरी कोही पनि सहारा छैन माछाले बोट्नु गयो यसो बोट्नु गएको हे बाँचौँ म क्या गरी कोही पनि सहारा छैन कस्तो मासु उड्याएको हो हामीले दोस्त देऊ एक दिवस है लगी दो गाउँले मजाले आयो यसरी हेर्न सक्नुहुन्छ यहाँ पिङ पनि खेलिरहनु भएको छ अत्यन्तै रमाइलोसँग भने यसैले तल देख्न सक्नुहुन्छ यो भ्यू टावर पनि रहेको छ र यो भ्यू टावरमा चढेर माथि पुरै तार अवलोकन गर्न सकिन्छ तल भ्यू टावर देख्न सक्नुहुन्छ र अत्यन्तै रमाइलो भइरहेको छ यहाँ धेरै भिडभाड देखिन्छ सुन्दर हाम्रो कहिले ताल गेट देख्न सक्नुहुन्छ हजुरहरू अत्यन्तै रमाइलो माहौल छ हेर्न सक्नुहुन्छ यसैगरी यहाँ पिकनिक खानेहरूको पनि एकदम भिड भडका देखिन्छ यहाँ विभिन्न ठाउँमा पिकनिक स्थलहरू छन् र आफ्नो तालमा आफ्नो समूहमा विभिन्न ठाउँबाट आएर यहाँ पिकनिक खाइरहेको हजुरहरूले देख्न सक्नुहुन्छ अत्यन्तै रमाइलो माहौल छ यति बेला